र गुड मर्निङ सबैजनालाई। आज चाहिँ म यहाँनिर चिकन बनाउँदैछु। यसको लागि मैले पहिला प्याज र खोर्सानीलाई मैले अहिले भुट्दैछु। अब यसलाई अलिकति हामी गोल्डन कलरको भएपछि हामी माथिबाट यहाँ हाम्रोमा टमाटर छ, यहाँनिर लसुनको पेस्ट, जिरा पेस्ट, यो जिन्जर पेस्ट छ हाम्रोमा है। र अब हामी अलिकति भुट्नेछौँ। यो भुटेर चाहिँ त्यसमाथिबाट हामी यसको टमाटर पेस्ट आउनेछौँ। टमाटर हामी बादमा लाउनेछौँ, तर पहिला हामी यसपछि पहिला जिरा पेस्ट आउनेछौँ। हात चाहिँ ढिलो आएको थियो, त्यही हात चाहिँ सफा छ मेरो। मैदा बनाएर हात सफा छ कि हात चाहिँ एकदम सफा छ। धनिया पेस्ट, जिरा पेस्ट लाग्छु। ग्यास अलिकति सानो गर्नुपर्छ। र अब हामी लाउँछौँ यहाँनिर गार्लिक पेस्ट। यहाँनिर अदुवा जिन्जर पेस्ट, हामी यो टमाटर लगाएको छौँ। यो टमाटरलाई चाहिँ हामी यो टमाटर कलर दिन्छौँ। र हामी चिकन यहाँ छ। र त्यसको बादमा हामी टमाटर गलेपछि हामी माथिबाट चिकन लाउनेछौँ। र हामी बनाउँदै जानेछौँ। सर्क्यो पुरा यो खोर्सानी बढाएको, त्यो भएर पुरा सर्किरहेको छ है। ग्यास स्टप सानो बनाउने भइरहेको छ। अरू सब्जी चाहिँ दिपेको हुन्छ नि। लगाएर रातो गर्नुपर्छ सबै। यो नलाउनु भने चाहिँ टमाटर प्याज सबै गल्यो, सबै पाक्यो। अब हामीले माथिबाट चिकन एड गर्छौँ। र हामी यसलाई फेरि पनि चलाउँछौँ। यसरी चलाउँछौँ। यो पानी हामी मजाले सुकाइदिन्छौँ। सुकेपछि मात्रै हामी फेरि अर्को पानी हाल्छौँ। तावा कम्ती
जुन चाहिँ पाकिसक्यो सब्जी। हामीले यसमा घरिघरि पानी एड गरिबस्नु पर्दैन। अहिले पानी फर्स्टमा लागेको पानीले हामीले त्यसले नै काम गरिहाल्छ। त्यसलाई फेरि हामी केही समय लाग्नु सक्छौँ यसलाई। बनाउनु खानेछौँ मामसँग। र हजुरलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस्। तपाईँलाई लामो लामो भिडियो हुन्छ भनेर मैले सर्ट भिडियोहरू बनाएको छु। निकै यो पाक्दा त निकै टाइम लाग्थ्यो, तर म छोटो भिडियो मैले बनाएको छु। मन परेमा फेरि पनि तपाईँले धेरै माया दिनुहोला। हस्त धन्यवाद सबैजनालाई।